प्लेयरबाट एउटा ओनरसिपको हिसाबले यो सबै भित्रबाट आउने फिलिङहरू हुन्छ। हरेक मान्छे अब जब तपाईँ कन्ट्री रिप्रेजेन्ट गर्नुहुन्छ तपाईँ भित्रको एउटा आत्माले एउटा पेट्रियोटिक फिलिङ आउँछ तपाईँलाई। जब तपाईँ कन्ट्री रिप्रेजेन्ट गर्नु फिलिङ नै अलग हुन्छ। 25 रुपियाँ हामी पाउँथ्यौँ, स्टाफ कलेजमा बस्थ्यौँ, त मोटामोटी त्यो डलर क्यालकुलेसन गर्नुहुन्छ भने $10 पर मन्थ हुन्थ्यो। अब 2 महिना 3 महिना $30। त्यति बेला पनि त्यो अमाउन्ट धेरै सानो थियो। एउटा मतलब एउटा नर्मल लेम्यानको पनि 8 आवर्सको अमाउन्ट हुँदैन। त्यसमा पनि हामीले त्यहाँ आफ्नो त्यति बेला हामी पेसनले खेल्यौँ। कुनै कुरा थिएन, हाम्रो दिमागमा एउटै कुरा थियो, कन्ट्री रिप्रेजेन्ट गर्ने मौका छ, कन्ट्रीलाई अगाडि हामीले फ्युचर यसमा अरू आउने जेनेरेसनको फ्युचर हुनसक्छ। मैले एनपिएलमा पनि जुड्ने बेलामा मलाई यो सोचेको छैन कि के प्रफिट आउँछ लस आउँछ, अहिले के एक्सपेन्डिचर छ के, मलाई एउटै दिमागमा थियो एनपिएल भनेपछि अब क्रिकेट नेपालले रिप्रेजेन्ट गरेपछि त्यसको भ्याल्यु अर्कै हुन्छ। भोलिको डेटमा त्यसको अथेन्टिसिटी पनि बेग्लै हुन्छ, आइसिसीबाट रिकगनाइज हुन्छ धेरै कुराहरू र फ्युचर यसले तपाईँको आउने जेनेरेसनको फ्युचर पनि हुन्छ। सङ्घर्ष यति पनि गरियो कि कुनै टुर्नामेन्टमा 5 लाख चाहिन्छ भने आफूले 1 लाख 2 लाख हाल्यो, कसैबाट 50,000 पनि माग्ने बेलामा उसले 50वटा क्वेसन गर्थ्यो, त आफूलाई त्यो पनि फिलिङ आउँछ। आज त्यही मान्छेहरू मसँग पास माग्छन्। लाखौँ रुपियाँ एउटा रेस्टुरेन्टमा खर्च गर्न सक्ने मान्छेहरूले 50,000 1 लाख रुपियाँ दिनु पनि उनीहरूलाई गाह्रो हुन्थ्यो। लाखौँ रुपियाँ एउटा तपाईँको कुनै सेलिब्रिटी आउँदैछ भने त्यसको लागि एउटा क्लबमा होटलमा एउटा टेबल बुक गर्न लागि मान्छेले 2 लाख 5 लाख रुपियाँ खर्च गर्छ। एउटा देशमा एउटा खेल फस्टाइरहेछ त्यसको लागि पनि मैले त्यति झुकेर पनि ल, किनभने मेरो दिमागमा के थियो समाजको प्रतिनिधित्व होस्। अब हामीले माग्ने कोसँग हो, जसले दिन सक्ने त्यो क्यापेसिटी त्यहीसँग नै माग्ने हो। 2 लाख 1 लाख 5 लाख माग्ने बेलामा उनीहरूको क्वेसनहरू यस्तो आउँथ्यो। आज उनीहरूलाई पास दिनु मलाई पनि गर्वको कुरा महसुस गर्छु। उनीहरूलाई अहिले पास चाहियो एनपिएल हेर्न लागि। ठिक छ, म कसैलाई आलोचना गर्दिनँ, यो हार्डवर्क हो, जसले हार्डवर्क गर्यो यहाँसम्म पुग्यो। हामी त अब हेर्नुहोस् अलिकति इमोसनल छौँ खेलको लागि। अब मलाई केही तपाईँ अहिले भन्नुहुन्छ भने खेल रुच्नुहुन्छ कि व्यापार रुच्नुहुन्छ भने म खेलै रुच्नु भन्छु। फास्ट बलर चाहियो भने हामी मर्चेन्टलाई ल्यायौँ, एउटा यो अहिलेको टुर्नामेन्टको फास्टेस्ट बलर त मान्नै पर्छ र हि हेज अ भेरी गुड कन्ट्रोल अन हिज बल। स्पिनर्समा हामीसँग अलरेडी स्पिनरको भण्डार छ, हामीसँग किङ नै छ। आज सन्दीप भनेपछि हिज मास्टर र उसले अहिलेको डेटमा उसको क्रिकेटको लेभल फेरि त्यो फर्केको लेभल आइसक्यो उसको। यतिवटा सिरिज भयो अहिले, विगतमा जति बढी सिरिज भयो सबैमा हाइएस्ट विकेटेकर हो। त्यसपछि हामीसँग बसिर छ, हामीसँग अफ स्पिनर सुभाष छ, हामीसँग तपाईँको लेफ्ट आर्म स्पिनर हामीले अलराउन्डरको रूपमा स्यामलाई ल्यायौँ कि भोलिको डेटमा हामीले त्यसलाई खेलाउनु पऱ्यो भने हामीले उसले बलिङ गर्न सक्छ। फेरि हामीसँग तपाईँको नरेश छ, सरी नारायण छ, तपाईँको अन्डर 19 को भाइ पनि छ, तपाईँको अफ स्पिन गर्छ। इन टोटलमा हामीले प्याकेज चाहिँ राम्रो तरिकाले प्लान गऱ्यौँ, एकदम सिस्टमेटिक र राम्रो तरिकाले प्लान गऱ्यौँ कि कोचले जुन बेला पनि तपाईँको सफल गर्न सक्छ, सिचुएसन हेरेर उसले टिम चाहिँ प्लस माइनस गर्न सक्छ। गुप्टिल इज अ भेरी बिग लिजेन्ड, हामी भ्याल्यु बुझ्न सक्दैनौँ। एनपिएलको पनि भ्याल्यु प्लेयर्सले आउने हो। तपाईँले विदेशको प्लेयर आउँछ, अब तपाईँको फ्याफ तपाईँ हेर्नुहुन्छ इन्स्टाग्राममा उसको उसले पोस्ट गरेपछि अहिलेको 1.5 करोड मान्छेले भ्यू गरेको छ। उसले त्यो आइपिएल छोडेर यता तपाईँको पिएसएल जोइन गर्दाखेरि फ्याफलाई यति सजिलो, यति राम्रो मान्छे, यति डाउन टु अर्थ मान्छे हामी भेट्दैनौँ। फ्याफ आउनु मतलब नि तपाईँ यो बुझ्नुहोस् कि दुनियाँभरिको क्रिकेट हेर्ने दर्शक उसको फ्यान हाम्रो नेपालको म्याच हेर्छ। हाम्रो पपुलेसन कति? 3 करोड, 1.5 करोड त उसको मान्छेले उसलाई फलो गर्छ। एनपिएललाई अगाडि बढाउने हो, कुनै व्यक्तिगत स्वार्थमा मैले काम गरेको होइन। मेरो भित्रबाट आत्माबाट क्रिकेट कसरी फस्टाउन सकिन्छ, म यो जित हारलाई पनि मलाई मतलब छैन। हामी जित्छौँ हार्छौँ, जुन दिन जसले राम्रो खेल्छ मान्छे जित्छ। हेर्नुहोस् अरू पनि टिम राम्रो छन्, अरू 7 जना टिमले पनि राम्रो प्लेयर्सहरू ल्याएका छन्। जित हारभन्दा इम्पोर्टेन्ट कन्ट्री जित्नुपर्छ। फ्याफ आउनु, फ्याफ इट्स अ लिभिङ लिजेन्ड। उसले यतिवटा तपाईँको T10 खेलिरहेछ, उता तपाईँको आइपिएल छोडेपछि उसको फ्यानहरू पनि तपाईँको इन्डियाको फ्यानहरू पनि धेरै डिमोटिभेट भएका छन्। मतलब उनीहरू दे आर जस्ट, तपाईँ स्टोरीहरू हेर्नुहोस्, यु विल फिल कि उसको क्रेज के हो, कुन लेभलको क्रेज हो। र उहाँले नेपाल आउनु भनिदिनु हो भने हाम्रो एनपिएलको हाइट बढेको छ। सो कतिको साह्रो पर्दो रहेछ साइन गर्नुको लागि चाहिँ? हेर्नुहोस् साह्रो पर्दैन, तपाईँको मुटु राम्रो छ, तपाईँको सोच राम्रो छ, तपाईँको नियत राम्रो छ, तपाईँले कन्भिन्सिङ पावर छ भने तपाईँको कुनै पनि प्लेयरले नाइ गर्दैन। उनीहरूसँग टाइम छ, उनीहरूले हामीलाई टाइम दिन सक्छ। अब फ्याबले सुरुको गेम दिन सकेन, उसले T10लाई कमिटमेन्ट गर्यो, तर उसले मलाई एउटै वर्ड दियो, तेरो अब सबै म्याचमा खेल्छु।
त्यति भन्नु नै हाम्रो लागि, किनभने यु डोन्ट नो लिग पछि नै थाहा हुन्छ तपाईँ कुन स्टेटसमा हुनुहुन्छ, तपाईँ कुन पोजिसनमा हुनुहुन्छ, तपाईँ सेमिज पुग्नुहुन्छ कि पुग्नुहुन्न। त्यसमा एउटा यति ठुलो लिजेन्डले, लिभिङ लिजेन्डले तपाईँले त्यति भनिदिनु हाम्रो लागि गर्वको कुरा हो। पैसाले बिग्दैन नि प्लेयरले। आज तपाईँ हामी पैसा कमाउने किन सोध्छौँ? नामको लागि। बुझ्नु होला मेरो कुरा। समाजमा कुनै व्यक्तिले पैसा कमाउँछ, घर हुन्छ, गाडी हुन्छ, छेउछाउमा छिमेकीले भन्छ ए ठुलो मान्छे हो भनेर, होइन? त्यो मनी कमाउनु पनि एउटा नामको लागि मान्छेले कमाउँछ। नाम कमाइसकेको व्यक्तिलाई पैसा चाहिँदैन। हेर्नुहोस्, खेलमा मान्छेले अन्डर 14 खेल्छ, अन्डर 16 खेल्छ, त डक्टर इन्जिनियर बनेपछि मान्छेले पैसा कमाउन जान्छ। हेर्नुहोस्, बिजनेस बनेपछि त्यो कुनै पनि उमेर 25-30 वर्षपछि मान्छे पैसा कमाउन सिक्छ। तर अन्डर 14, अन्डर 16, अन्डर 19 को केटाहरू कति सानो उमेरमा नाम कमाउँछ भन्नुहोस्? तपाईँ आफै बुझ्नुहोस्। उनीहरूलाई मान्छेहरूले अटोग्राफ खोज्छन् उनीहरूको, कतिजना उसको फ्यान हुन्छ, कतिजना फलो गर्छ। अल्टिमेटली पैसाको के गर्नुहुन्छ तपाईँ? मलाई एउटा कुरा भन्नुहोस् नि, तपाईसँग एउटा राम्रो गाडी भइहाल्छ, एउटा परिवार, एउटा खाने व्यवस्था राम्रो भइहाल्छ, तपाईँ लाउने व्यवस्था राम्रो भइहाल्छ, त्योभन्दा बढी पैसाको के जरुरत छ? कन्ट्री हो भने हामी हौँ। सबभन्दा ठुलो कुरा हाम्रो देशमा क्रिकेट अगाडि बढ्नुपर्छ, देश अगाडि बढ्नुपर्छ। खेल यस्तो माध्यम हो जसले विदेशीहरूलाई यहाँ ल्याउँछन्, टुरिज्म बढ्छ। एउटा सेक्टर हेर्नु भएन, खेलले मल्टिपल सेक्टरलाई इम्प्याक्ट ल्याउँछ। हाम्रो टिममा साउथ अफ्रिकन छ, अस्ट्रेलियाको प्लेयर छ, इन्डियाको प्लेयर छ, अमेरिकाको प्लेयर छ, कहीँ अरू कन्ट्रीको प्लेयर छ। मल्टिपल कन्ट्रीले रिप्रेजेन्ट गरिरहेको छ। नामिबिया छ, स्कटल्यान्ड छ, तपाईँको युएई छ। त तपाईँको यो मेसेज कहाँ जान्छ? ग्लोबल मेसेज हो यो। तपाईँ यो बुझ्नु पर्यो नि। र यो खेल यस्तो हो कि भोलिको डेटमा हेर्नुहोस्, इन्डिभिजुअल हेर्ने समय छैन। अहिले पनि भन्दैछु, जो इन्डिभिजुअल हेर्छ त्यो साइड हट्दा हुन्छ। हामीले हेर्ने फर्स्ट इज कन्ट्री। तपाईँ हाम्रो जर्सीमा पैसा उठ्छ कि उठ्दैन, के हुन्छ हुँदैन, हेर्नुहोस्। अहिले पनि मैले भने यो पैसा कागजको टुक्रा हो। हेर्नुहोस्, यो कम बेसी हुने कुरा हो। आज तपाईँसँग थोरै छ, भोलि बढी भइहाल्छ, होइन? भोलि फेरि घाटा लागेपछि कम भइहाल्छ। तर यो जुन खेल छ नि, यो खेल जहिले पनि अन भइराख्नुपर्छ। यो खेल भयो भने यो सबै कुरा हेर्नुहोस्। मैले के भने हजुरलाई, निस्वार्थ 2005 क्रिकेट छोडिसकेपछि अहिलेसम्म क्रिकेटको सेवा गर्दैछौँ। डिपिएलमा के भयो, पिपिएलमा के भयो, अरू तपाईँको टुर्नामेन्टहरूमा यो सहयोग भनेर हुँदैन, त्यो बाई हार्ट हुने हो। हेर्नुहोस्, अहिले कसैले पनि प्रफिट, फिजिकल प्रफिट आउँदैन, तर भ्याल्युसन त हो नि, यसलाई त मान्नै पर्छ नि। भोलिको डेटमा तपाईँको टिमको भ्याल्यु के आउँछ? अहिले एनपिएलको भ्याल्यु के छ? यो तपाईँले हामीले एजम्सन गर्ने होइन, तपाईँले फ्युचरमा पब्लिकले एजम्सन गरिदिन्छ। साउथ एसिया होइन, तपाईँ पुरा दुनियाँमा गएर हेर्नुहुन्छ भने अहिले हाम्रो यो लिग टप 5 लिगमा आउँछ। तपाईँ यसलाई मान्नुहोस् नमान्नुहोस्, पपुलेसनको आधारमा नजानुहोस्, फ्यान फलोइङको आधारमा जानुहोस्। तपाईँ इन्डिया, पाकिस्तान, अस्ट्रेलिया, तपाईँको इङ्ल्यान्ड, तपाईँ नाम लिन सक्नुहुन्न। तपाईँ 5-6 नाममा तपाईँको एनपिएल आइहाल्छ। बिग ब्यास, आइपिएल, लिगमा हेर्नुहुन्छ नि, बिग ब्यास, आइपिएल, सिपिएल पछि हामी नै आउने वातावरण छ। हेर्नु, मेरो जर्सीमा सब लोकल ब्रान्ड हो। एभरेस्ट अगाडि छ, निमाटो पछाडि, नम्बर 1 नेपालको टाइल कम्पनी हो। यता पिएलओ भयो, नम्बर 1 लुब्रिकेन्ट कम्पनी। सबै हामी 1 नम्बर प्रदेशकै हो। र हेर्नुहोस्, मलाई धेरै एफर्ट लगाउनु परेको छैन। फ्रेङ्कली भनेको, मैले इन्टेन्सन क्लियर हुन्छ भने मान्छेलाई एफर्ट लगाउनु पर्दैन। हामी अब एबनर्मल पैसा माग्छौँ भने कसैले पनि दिँदैन। एकदम सिम्पल कुरा गरौँ। तपाईँ पनि थाहा छ, तपाईँ एउटा टिभी चलाउनुहुन्छ, कति गाह्रो छ आजको डेटमा। मैले के भने हजुरलाई, हामी अहिले प्रफिट बनाउँछु भनेर क्रिकेटमा हेल्प गरे, यो तपाईँको फ्रेन्चाइजी लिग चलाएको छैन। यो आफै आउने हो, यसको भ्याल्युसन आफै हुने हो। त्यो सेकेन्डरी पार्ट हो। सुरुको 2 वर्षमै तपाईँले आम्दानी गर्नुहुन्छ भने हुँदैन। अहिले सबभन्दा इम्पोर्टेन्ट कुरा ट्रस्ट जमाउने हो। तपाईँले ट्रस्ट हुन्छ नि, यो लिग ट्रस्टवर्दी हो। प्लस तपाईँको हामीले गर्ने हाम्रो जुन कामहरू छ, हामीले जुन काम गरिरहेछौँ, तपाईँको त्यो हाम्रो पोजिटिभ नेटवर्कमा छ। अहिले मैले फ्याफलाई ल्याएँ, त्यो देखायो नि कि इन्टेन्सन अफ क्रिकेट इज गुड। अब तपाईँ भन्नुहुन्छ अरे फाइनेन्सियली धेरै गडबड छ, एउटा मैले कुनै नामको लागि विदेशबाट प्लेयर लिएर आएँ भने त्यो पनि त हुनसक्छ। मैले एक्सपेन्डिचर कम पनि त गर्न सक्छु। तर यो बुझ्ने कुरा हो। मैले अहिले पनि के भने हजुरलाई, अहिले हामी रिभिजन पिरियडमा छौँ। यो क्रिकेटको माध्यमले कन्ट्री युनाइटेड भइरहेछ। 1 महिना फेस्टिभल चलिरहेछ। कुनै मान्छेले एकअर्कालाई भेदभावको रूपमा हेरेको छैन। हेर्नुहोस्, फिल्डमा सबै हामी एक छौँ, खेलको भावनामा हामी सब एक छौँ। मार्टिन इज अ गार्जियन। मार्टिन विकेटमा बस्नु मतलब एक्स्ट्रा 20 रन एड हुनु। तपाईँ त्यो नोट गर्नुहोस् डायरीमा, किनभने त्यो एकदम सठिक हो। मार्टिन आजको डेटमा आउट अफ फिल्ड पनि धेरै हेल्प गर्दैछ पुरा टिमलाई। मैले भने नि, डिको भएर टिम काम गरिरहेछ। मार्टिन आउट अफ फिल्ड पनि उसको एनर्जी लेभल, प्लेयर्सहरूलाई सपोर्ट गर्नु, कसरी एउटा टिमलाई सपोर्ट गरेर कोचसँग मिलेर उसले बहुत राम्रो तरिकाले टिमलाई सपोर्ट गरिरहेछ। मार्टिन
जानु त अब डेफिनेटली तपाईँ अब बुझ्न सक्नुहुन्छ त्यो लेभलको प्लेयर तपाईँको टिममा बसेर 10 ओभर खेलिदियो भने त्यो सेकेन्ड एन्डमा आफै रन आउँछ कि मतलब मार्टिन त अब हामी कुरै नगरौँ नि ऊ त अब त्यहाँ भएपछि त्यो डिफरेन्स क्रिएट हुन्छ उहाँको इन्जरी अलिकति मतलब त्यस्तो धेरै ठुलो इन्जरी थिएन तर हामी सेफ साइडको लागि उहाँले चाहिँ आफै अब 7 दिन त हामीलाई भनेकै थियो अब चाहिँ मेरो विचारमा आउने म्याचेसमा उहाँलाई तपाईँ हेर्नुहुन्छ अब लोकेश जस्तो प्लेयर तपाईँ नेपालमा छैन अब लोकेश भाइले आफ्नो भ्याल्यु आफै बुझ्नुपर्छ लोकेशमा यति क्यापेबिलिटी छ कि उसले 10 बलमा 40 रन हान्न सक्छ हेर्नुहोस् उसको त्यति एबिलिटी छ अब त्योभन्दा ठुलो कुरा त गर्न मिल्दैन मैले उसलाई थाहा छ कि उसमा के क्यापेबिलिटी छ मैले उसलाई पनि एउटै कुरा भन्छु जहिले पनि तिमीसँग यति क्यापेबिलिटी छ एकचोटि पहिला अपोनेन्ट टिम र आफ्नो टिममा हेर न कसको स्ट्राइक रेट कति छ 120 को स्ट्राइक रेट तिमी 2 जना पाउँछौ अरू सबको 100 को हाराहारीमा स्ट्राइक रेट हुन्छ 2-3 जना प्लेयर मात्रै हुन्छ 120 25 30 को स्ट्राइक रेटमा ओभरसिज प्लेयरको पनि 130 35 भन्दा बढी पाउँदैनौ तिमी स्ट्राइक रेट 10 बलमा तिमी 4 रन हान या 20 बलमा 8 रन हान तिमी त 2 बलमा तिमी मेकअप गरिदिन्छौ रन रेटलाई सबैलाई त त्यो सबै कुरा त अब एक्चुअली के क्रिकेट ट्यालेन्ट सँगसँगै माइन्ड गेम पनि हो कि तपाईको आफ्नो प्रेजेन्स अफ माइन्ड त्यहाँ के सिक्स सेन्स तपाईँ के चल्छ हरेक मान्छेलाई हरेक कुराको गुण हुन्छ भनेर हुँदैन त्यो त डेभलप गर्नुपर्छ नि पारसको विषयमा एउटै कुरा भन्न चाहन्छु क्रिकेट छोड्यो उसले क्रिकेट बनाउन लागि हेर्नुहोस् म पनि धेरै इमोसनल मान्छे हो उसको भित्र पनि धेरै इमोसन छ क्रिकेटको लागि मान्छेले पोजिटिभ कुरा पनि गर्छन् नेगेटिभ कुरा गरेछन् सबको अधिकार छ हेर्नुहोस् 100% कसैले पनि पाउँदैन 40% पास मार्क्स हो हैन तपाईँ हामी स्कुलमा पढ्ने बेला 40% त पास मार्क्स हो तपाईँ धेरै कुरा गर्दै जानुहुन्छ तपाईँ त्यसमा एक्सिलेन्ट पनि हुनुहुन्छ कुनैमा तपाईँ कमजोर पनि हुनुहुन्छ तर हि इज द एक्सिलेन्ट गाई क्रिकेट छोडेपछि क्यानमा इन्भल्भ हुनु सेक्रेटरी बन्नु एनपिएल लाई एउटा कार्यदिशामा ल्याउनु एनपिएल इज अथेन्टिक फ्रेन्चाइजी लिग तपाईँ पहिला यो बुझ्नुपर्छ यो पारस खड्काको होइन यो पारस लुनियाको पनि होइन देशको लिग हो यो कन्ट्रीको लिग हो त्यो कुर्सीमा मान्छे चेन्ज भइराखेको हुन्छ उसले स्टार्ट गर्यो सपोर्ट गर्यो उसपछि आउने मान्छे पनि त्यो उसलाई अरू च्यालेन्ज हुन्छ यसलाई अरू कसरी बढाउने हो त्यो सबभन्दा कुरा बुझ्नुपर्ने कुरा हो पारसले गरेको काम फ्रेन्चाइजी ओनरलाई देखि लिएर फ्रेन्चाइजी लिगलाई कसरी इन्टरनेसनल क्रिकेट काउन्सिललाई कम्युनिकेट गर्नुदेखि लिएर सबै कुरा एक मान्छेले आफ्नो एउटा टिम बनाएर उसको भित्र पनि टिम छन् सबैले हार्डवर्क गरिरहेछन् हामीलाई सपोर्ट गर्नुपर्छ अहिले हामी 8वटा टिम ओनरहरूले नेपाल प्रिमियर लिगलाई सपोर्ट गरिरहेछौँ पारस इज डुइङ भेरी वेल क्रिकेट एसोसिएसन नेपाल इज डुइङ भेरी वेल आज एनपिएल एक ठाउँमा छ काठमाडौँ त्यो पनि कीर्तिपुर बिकज हामीसँग लिमिटेड रिसोर्सेस छ हामीसँग 25वटा 30वटा 35वटा क्यामेरा छ फर इक्जाम्पल त्यही न हो क्रिकेट गराउने अब तपाईँ भन्नु मलाई सबैले सोचे पारस अर्को ठाउँ गेम किन हुँदैन खालि त्यहाँ मात्रै किन हुन्छ काठमाडौँमै ल मूलपानीमा किन हुँदैन या तपाईँ पोखरामा किन हुँदैन मैले भने भाइ पहिला इन्फ्रास्ट्रक्चर त क्रिएट हुनु पर्यो नि अहिले हामीसँग एउटा ठाउँको इन्फ्रास्ट्रक्चर छ अब मेरो मनमा एउटै कुरा छ कि यति क्रिकेटमा च्यालेन्ज आओस् यति भयङ्कर च्यालेन्ज आओस् कि प्रदेशमा लडाइँ होस् कि म अब लान्छु एनपिएल त्यो इन्फ्रास्ट्रक्चर क्रिएट होस् होटेल्सहरू भनोस् 5 स्टार होटलको फेसिलिटी बढोस् किनभने त्यसमा 5 स्टार होटलको क्याटेगोरी पनि आउँछ यतिजना प्लेयर राख्ने क्षमता छ कि छैन धेरै कुरा मल्टिपल कुरा आउँछ जब त्यो कुनै इन्टरनेसनल म्याचेसहरू गर्नुहुन्छ अब यो प्रादेशिक रूपमा हेर्नुहुन्छ भने सबैलाई च्यालेन्ज छ जसले राम्रो इन्फ्रास्ट्रक्चर क्रिएट गर्छ जसले 25-30 हजारको स्टेडियम बनाएर फ्लड लाइट लगाएर ग्राउन्डमा 5 देखि 7वटा विकेट एउटा इन्डोर भित्र गरेर त्यसले एउटा आफ्नो प्रोजेक्सन गरेर 100-200 करोड 300 करोड रुपियाँ खर्च गरेर उसले त्यहाँ काम गरिदियो भने क्रिकेट त्यहाँ पनि जान्छ 2030मा हामी T20 र ओडिआई दुईटै स्ट्याटसै पाउँ हामीलाई लड्नु भिड्नु नपरोस् र मेरो एउटै कुरा हुन्छ 2030 सम्म इन्टरनेसनल क्रिकेट काउन्सिलले जुन तरिकाले हेर्दैछ हाम्रो कन्ट्रीलाई म उनीहरूलाई रिक्वेस्ट गर्छु तपाईँको माध्यमबाट अब यो कुरा पुग्छ कि पुग्दैन मलाई थाहा भएन हैन तर इन्टरनेसनल क्रिकेट काउन्सिललाई नेपाललाई फुल सपोर्ट गरेर यहाँ कम्तीमा पनि 4 देखि 5वटा स्टेडियम यहाँ पर्मनेन्ट 5वटा कोच कम्तीमा 3 देखि 5वटा या तपाईँको 2टा कुनै पनि लोकेसनमा 2टा एनसीए क्रिकेट एकाडेमी 2टा ठाउँमा कन्ट्रीभरिको 2टा ठाउँमा र 5वटा स्टेडियम एउटा एक लेभलको स्टेडियम धेरै हाइफाई स्टेडियम पनि हैन 2टा एनसीए र 5वटा नर्मल स्टेडियम कि त्यहाँ तपाईको कुनै पनि प्रकारको म्याचेस हुन सकोस् र 5वटा पर्मनेन्ट कोच त्यसले कुनै पनि प्रोभिन्समा एउटा आफ्नो तपाईको क्यालेन्डर बनाएर
क्रिकेटलाई फस्टाउनु छ भने यो इन्टरनेसनल क्रिकेट काउन्सिललाई गर्नुपर्छ। त्यति पैसा काउन्सिलसँग भएको के काम गर्ने त्यो पैसाबाट? तपाईँ हामी इन्टरनेसनल क्रिकेट काउन्सिलमा यो उनीहरूले यो बुझ्नुपर्छ कि पैसा त आफै मनी एट्र्याक्ट्स भने नि। क्रिकेट नेपालमा फर्स्ट आएर हामी ओडिआई र वान डे स्ट्याटस लियो भने त उहाँहरूको बेन्च स्ट्रेन्थ बढ्ने हो नि। अहिले तपाईँको 9 जना 10 जना 12 जना टिम मात्रै छन्। 9 वटा टेस्ट प्लेइङ भयो, 10 वटा तपाईँको 2020 भयो, यसरी नै हो। हामीले एउटा टिम जन्मायो भने राम्रो होइन। अहिले तपाईँ हेर्नुहुन्छ भने जति पनि टिम तपाईँ हेर्नुहुन्छ अल माइग्रेटेड प्लेयर्स हो। तपाईँ अमेरिकामा हेर्नुहोस्, अरू ठाउँबाट गएका माइग्रेटेड प्लेयर्सहरू छन्। हरेक ठाउँमा तपाईँको मिडल इस्टको टिमहरू भयो, सबै ठाउँमा तपाईँको माइग्रेटेड प्लेयरहरू गएर इन्डियाको पाकिस्तानको मान्छेहरू गएर त्यहाँ तपाईँको रिप्रेजेन्ट गरेर खेलिरहेछन्। एउटा सर्टेन उनीहरूको नर्म्सको हिसाबले उनीहरू गरिरहेछन्। हामी त अब मैले भन्ने कुरै छैन नि। जुन फ्यान फलोइङ तपाईँ हेर्नुहुन्छ जुन लोकल लेभलको, त्यो लोकल लेभलको नि दुबईमा तपाईँ पाउनुहुन्छ। तपाईँको दुबईको स्टेडियममा गएर म्याच हेर्ने बेलामा तपाईँको इन्डिया पाकिस्तानको म्याचमा पनि त्यो भिड पाउनुहुन्न जुन तपाईँ अहिलेको डेटमा तपाईँ हाम्रो यहाँ एनपिएल भएको भिड पाउनुहुन्छ।